नमस्कार सबैजनालाई, म रञ्जय माझी। तपाईहरु प्राय सबैले मलाई चिन्नु त हुँदैन नै है, कतिले अब कसैले चिन्नुहुन्छ। अब प्राय कसैले पनि चिन्दैन मलाई। नेपालमा मेरो फ्यानहरु नै छैन, बाहिर देशमा छ प्राय है। अब नेपालीहरु भनेको त्यही त हो, त्यो राम्रो अनुहारहरु त हेर्ने हो। अब हाम्रो भिडियो कहाँ हेर्छ त, त्यही हो। अनि म आज चाहिँ के भन्न आएको छु भन्दा, जुन त्यो मैले मागेको थिएँ एउटा भाइ डुबेको थियो, त्यो भिडियो छोटो बनाएको थिएँ है। छोटो बनाउनु पाइनँ, लामो मैले छोटो मात्रै बनाउनु पाएँ। किनभने त्यो बेलामा म आफै जानुपर्ने अवस्थामा भइसकेको थियो, त्यहाँनिर म आफै पोस्नुपर्ने अवस्था भइसकेको थियो। तर अब मेरो भाइ आएर पोसेर निकाल्यो, मैले थोरै भिडियो बनाउनु पाएँ, निकालेको। अनि त्यो लामो भिडियो बनाउन पाइनँ, त्यसको लागि म माफी चाहन्छु। अनि त्यति बेला डुबेको भाइ, कतिले मरो भन्नुभयो, त्यो मरेको छैन त्यो भाइ है। अहिले त्यो लगेर बचायो भनौँ न, त्यो भाइलाई टाइममा हस्पिटल पुग्नु सफल भएर त्यो भाइले बाँचेको छ अरे, राम्रो छ अरे, मैले पनि सुनेको कुरा हो। अनि जस्ती भर्खर त्यहाँ आउनुभएको थियो प्रहरीहरू, उहाँहरूलाई सोद्धाखेरि त्यो भाइले बाँचेको छ, राम्रै छ भन्ने कुरा सुनियो। अनि तपाईँहरू त्यो फेरि म प्राय खोलाको तमरको ऱ्यापिडहरूको भिडियो बनाइबस्छु, त्यही कारणले तपाईँहरूले अब मलाई चाहिँ फेक भिडियो पनि भन्नुहुन्छ है। तर त्यो फेक भिडियो होइन, त्यो रियल भिडियो हो है त तपाईँहरू। अनि मेरो अर्को एउटा रिक्वेस्ट के भने, अहिले तम्बरले धेरै मान्छे बगाइरहेको कारणले गर्दाखेरि तपाईँहरू जो कोही पनि एकदम सतर्क हुनु होला। माझी टार आउनु भने बरु मलाई लाइफ ज्याकेट माग्नु होला। मेरो नम्बर म छोडिदिने छु फेसबुकमा है, भन्दा पनि मलाई यसमै म्यासेज गर्न पनि सक्नुहुन्छ। यो मेरो प्रोफाइलको पेज होइन, यहाँ म्यासेज गर्न सक्नुहुन्छ, म्यासेज गर्नु होला। म लाइफ ज्याकेटहरू तपाईँहरू यहाँ माइजरमा आउने जति पनि हुनुहुन्छ उहाँहरूलाई सबैलाई नसके पनि एक दुईजनालाई म लाइफ ज्याकेट दिन्छु, पालो लाएर खेल्नु होला। तपाईँहरू कहिले पनि यो तम्बरमा आएर पौडी नखेल्नु होला त्यत्तिकै है, म त्यही भन्न चाहन्छु। अनि त्यो भाइ एकदम अहिले हृष्टपुष्ट भइसकेको छ भन्ने मैले सुनिसकेको छु, राम्रो छ अरे ल, मलाई खुसी लागेको छ त्यो भाइ बाँच्यो है त। तपाईँहरू त्यो फेक कमेन्ट नगरिदिनु होला, त्यो रियल हो है, त्यही भन्न चाहन्छु अहिलेलाई। धन्यवाद। अब अरू भिडियो पनि मेरो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला है त मलाई। तपाईँहरूको सपोर्ट पायो भने अझै केही गर्छु कि भन्ने आश छ है त। हस् त।